आज मिति 2084 साल यति महिना उति गतेको समाचारमा सम्पूर्णलाई नमस्कार। हेलो। अब सुरु गरौँ मुख्य समाचार। मुख्य समाचारमा परि 6 जना बेपत्ता, 4 जना घाइते, उनीहरूको सकुशल उपचारको लागि पशुपति मन्दिरमा लगिँदै एकै घरका 4 जना सदस्यले गरे आत्महत्या। आत्महत्याको कारण विश्वास नभएको र खुलासा नभएको उनीहरूको पोस्टमार्टमको लागि श्री पशुपतिनाथ आर्यघाटमा लगिँदै आर्यघाटमा पोलम भनेर जलाउने क्रममा उनीहरू सकुशल जीवित भएको जानकारी घोषणा भ्यागुते प्रसाद छेपाडा चेतापाइले एन पेतागाईले बेसरी कराइदिनु भयो सल्लाह। फुटबल खेल्ने फुटबल खेलाडीको 81 गोल गर्ने क्रममा 1 गोल हान्दा तर 2 हातका 2 औँला भाँचिए। हातको होइन के उक्त गोल तर हातले होइन, खुट्टाले पनि होइन, टाउकोले हानेको र टाउको कपाल खुइलेको जानकारी दिनुभएको छ। जानकारी अनुसार यसरी पनि गोल हान्न सकिन्छ भन्दै नेपाल प्रहरी तथा राष्ट्रिय सम्मेलन सभाका सभापति उद्घोषक तथा एवं पूर्व दूरसञ्चार मन्त्रीको मुख्य भनाइमा परेर भेटियो सुनको डल्लो भित्र भेटियो फेरि नुनको डल्लो भित्र पनि रहेछ कुखुराको चल्लो हुनको कारण के हो भन्ने खोज तलास जानकारी समूहलाई दिन आग्रह गर्दै जमिनबाट आकाशतर्फ पानी पर्ने सम्भावना भएकोले आकाशमा बस्ने सम्पूर्ण विश्ववासीहरूले सचेत भएर बसिदिन र यदि सचेत भई नबसेको खण्डमा तल खसिदिन हुन हार्दिक निमन्त्रण तथा शुभकामनाको आग्रह। यो समाचार भन्दै मलाई पनि सास फेर्न बहुत गाह्रो भएको र कोरोनाले च्याप्ने सम्भावना भएका कारणले मैले यो समाचारलाई यही सकिएको समाप्त। जानकारीमूलक सन्देश भिडियो उक्त आग्रहमा सूचना तथा सञ्चार मन्त्री एवं उत्कृष्ट सदस्यकार तामे बहादुर थगुल्लालाई सम्बोधन। पुनः यस्तै रमाइलो तथा रोचक समाचारको लागि मेरो युट्युब च्यानल सब्स्क्राइब र लाइक शेयर कमेन्ट फलो लो गरिदिन हुन सबैमा विनम्र अनुरोध। यदि नगरेको खण्डमा पनि यस्तो समाचार विनम्र तरिकाले र वाष्ट तरिकाले एकदमै आत्महत्या हुन सक्ने मेरो भित्री चिन्तनमा पनि हुन सक्ने फेरि पिन्तन माथिल्ला उद्घोषकले बताउनु भएको छ।